यो त अझ यसलाई लिम्बुनी माछा भन्छ। यसको यहाँ निधारमा त्रिशुल पनि हुन्छ होइन। यसलाई चाहिँ छोड्नै पर्ने हुन्छ। त्यसैले ल लभ यु गोच ल जा ल टमा है लास्टमा ठुलो माछा यहाँ कुन कत्रो पार्नु भएको छ? ठुलो माछा 25 केजी 30 केजीको जति। कुन माछा? गोच। गोच सहरमा कत्रो पार्नु? सहरमा 10-15 केजी। सरसी थापिएको छ। अब यहाँनिर के भयो कसो भयो रातभरिमा प्रगति अहिले चेक गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँदेखि परैसम्म थापेको छ। यो टन्नै छ कति पऱ्यो होइन। अब यसको चाहिँ भरे तपाईँहरूलाई परिणाम देखाउन चाहन्छौँ। यो चाहिँ हामीले कास्ट गर्नको लागि आफ्नो आफ्नो रड यसरी राखिरहेको हुन्छ चाहिँ एक्स्ट्रा। अब त्यो मान्छे त्यसरी सुतिरहेको हुन्छ। नाइट गुड मर्निङ भएको थिएन अहिले पनि। अब यहाँ चाहिँ बिहानै म चाहिँ अब यो चाहिँ टक्क लाउनु पर्ने हुन्छ। नत्र घाम आउने बेला हो होइन। घाम आएपछि बर्ड धेरै डढिन्छ। यो चाहिँ लगाइहाल्नुपर्छ सेफ्टीको लागि। यो चाहिँ टक्क चाहिँ जाल उठाउन आइयो। लु भेना कतिको एक्साइटेड हुनुहुन्छ? होइन कतिको एक्साइटेड हुनुहुन्छ? जालमा कति परे जस्तो लाग्दैछ हौ? 1 केजी ल ठिक छ ल। यसरी डोरी यो आँखाको डोरी तान्ने हो क्या? यही हो सब त बोल्ने। यहाँ आउनु त देवता आउनु त मन यहाँ थियो। त्यसरी होइन भने पक्राउनु जाल चाहिँ पत्ले हो। को आयो अरू पनि थुप्रै छ चारो त नि। आयो 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 ए सब्जी पुग्यो दाइले एउटा दिनुहुन्छ त्यो ए पत्ले हो। हाम्रो राखेको केटाहरूले त्यो यता लिएको होला त्यसले। त्यो पर पनि आउँदैछ। जालवाला पनि देखाइदिँदैछ। जालवाला मै हो माझी यो गाउँको। जालवाला मै हो माझी यो गाउँको। पाम चाहिँ कसले लगायो अरे? ताम जोन तामी। यहाँ पनि छ अर्को। कस्तो हाल्दैन नि हेर चारो चारो भन्दा नि कति चारो चाहियो? जलकपुर होइन? जलकपुर
ए यता दुईवटा दिन आँटेको रहेछ र अनि हो जन पछाडि निकालेको रहेछ त्यो मरेछ चारो छैन नि त मिल्दैन छैन। तर चारो मरेको छैन। तपाईँले चाहिँ केमा पार्नु भएको बल्छिन हो। भन त बाम थापेको होइन तपाईँले होइन म त मासतिर थाप्न त्यो त बाम पो थाप्नु भएको होइन र होइन यस्तै हो त्यस्तै थापेको। कतिवटा थाप्नु भएको थियो दुःख थापेको 5-6 छ। छवटामा दुईवटा हजुर। तपाईँले अहिलेसम्म ठुलो माछा यहाँ कुन कत्रो पार्नु भएको छ ठुलो माछा 25 केजी 30 केजीको जति। कुन माछा गोठ गोच सहरमा कत्रो पार्नु सहरमा 10-15 केजीको 5 केजीको पाड्कामा कि ढुकुवामा ढुक्कामा। लाइभ बेड थापेर है ल ठिक छ आज तपाईँ दुईवटाले के गर्नुहुन्छ अब अब दुईटाले यसो तरकारी कतिजनाको परिवार पुग्दैन होला त दाइ 2 जना नै हामी छौँ। ए हो ए भाउसँग मजाले पुग्छ ल ठिक छ लानु छ भने लानु न एउटा। लु दाइ एउटा बोक्नु न है त्यो सब्जी हुन्छ नि दादा पुग्न लानु तपाईँलाई नि के को लानु न। धन्यवाद दाजु। तपाईँलाई नि मलाई बिचरा हाम्रो दाइ मनकारी यतिले हुन्छ पनि भइहाल्छ नि। आधे आधे होइन बुढाबुढी मायाले पो खानु लु दाइ धन्यवाद धन्यवाद त्यो टिम चाहिँ ट्यु पर ऊ पर छ जानुहुन्छ हामी जान्छौँ आज लाग्छौँ कतिखेर लाग्छ? अब खानासाना खाएर ला यो टिम त यतै राख्नु पर्यो। बस्नु नभए खाना खानु होइन यहीँ त हो जानु पर्ने यो टिम चाहिँ पो अलिक मास्तिर लानुपर्छ होला हौ। ए हुन्छ हुन्छ ल यो गाइजहरू हाम्रो चाहिँ जाने बेलामा जहिले पनि इन्डिङ चाहिँ यस्तो हुन्छ है माल परेकै हुन्छ होइन 2 दिनको बसाइ पछाडि मिस्टर केशर राईसँग मिस्टर केशर राई भनेको चाहिँ कोसीको राजा हो राजा बजाइदिन्छ बाजा तर एउटा माछा मारेन सहरमा छ मार्नु भएन यसपालि ब्याटलक परेन दाइ सर होइन अस्ति आउनु पनि सहर त्यति पारेन। अर्को हुनै छैन होला। मलाई त्यस्तै लाग्यो हौ भुल भरे त पर्नु पर्ने नि। अस्ति जिउँदो यो पङ्कज माछामा चाहिँ सिक्किमको साथीहरूले पारेको थियो कत्रो पारेको थियो 1.5 केजी जतिको 1.5 केजीको छोटो। ए तर जिउले चारोमा हिँडेर मारेको यो फिम्सीरबाट त मारेन ढुकुवामा ढुक्कामा। किन त ऊ त कालो झोला ल्याउनु त यो जिउ त राखौँ मतलब बस्नु मन भयो ल्याउनु त हेलो 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 साथीहरू गुड मर्निङ म चाहिँ बाम हन्टिङको लागि आइसकेको छु मैले राति 4टा बामको लागि मैले चारो थापेको थिएँ होइन के भयो हेरौँ अब देखाइरहेको छु होइन बबाल अब यो बाम माछा चाहिँ पऱ्यो भने चाहिँ ठाडै खुन खाने भनेछ ठाडै यसको खुन खायो भने चाहिँ यस्तो दामी हुन्छ अरे कि स्वास्थ्यको लागि आज चाहिँ म भेटेँ भने ड्यामडुम खुनै खाइदिनु पऱ्यो भनेर सोचिरहेको छु अब हेरौँ गाइज है बाम परेको छ भने चाहिँ आज म ठाडै काटेर ठाडै खुन खाइदिन्छु किनभने एकदम स्वास्थ्यको लागि लाभदायक भनेको छ है त त्यसरी मैले 2टा 3टा तल एउटा 4वटा थापेको छु अब हेरौँ है त बाम चाहिँ शिवराम भएछ बल्छी मात्रै छ होइन ल गाइजहरू गुड मर्निङमा एकदम दुःख लाग्दो न्युज है बाम छैन चारो रित्तै छ हेरौँ अब लास्ट 2टा बाँकी छ होइन त्यहाँ पनि छैन भने चाहिँ बामको खुन खानु पाइएन होइन हेरौँ अब त्यहाँ पनि छैन भने सक्यो बाम शिवराम ल लास्ट छ यहाँ अब मरेको शिकार काट्दामा पनि डर काट्दामा पनि डर आयो
ल है त एउटा बाम चाहिँ मैले ढालिसकेको छु। अब यसको लगेर चाहिँ यसको खुन खाने हो। हेर्नुहोस् है गाइजहरू, दिनभरिको शिकार कान्छाबाको निधार भएर बाम ढलिसकेको छ। यस ल गाइजहरू, लास्टमा गएर एउटा बाम चाहिँ मैले ढालेर छोडेँ होइन। यो चाहिँ म राति आएर जहिले हन्टिङ गर्छु। लास्टमा ढलेछ, लास्ट 5-6वटा थाप्दाखेरि लास्टमा बाम ढलेछ। खुसी लागेको जे होस्। ल यति भयो भने दिनभरिको शिकार कान्छाबाको निधार भएन। ल यस्तै छ पारा। अब यसको खुन खाने हो। कालो छ उयो तपाईँको यहाँको जाली कालो। डोरी तान्नु न सुई। अरे धन्ना डोरी हेरेर मात्रै चिनो। आजको हाम्रो सब्जी चाहिँ अब यो टन्नै हुन्छ है। रहेछ त पर्छ कहाँ माथि माथि त पर्छ हौ। यस्तो हान्दा त पर्छ। ल आजको सब्जी लु भेना लु भेना यो र किनेर निकाल कस्तो हुन्छ? अगाइ पगाइ हुन्छ। दा एउटा पारेँ मैले माथि। हिजो थाप्दै थिएँ नि बेलुका। एउटा पारो भएको यति भए सब्जी हामीलाई दामी हुन्छ। भएको नि त पारिहाल्नु भयो। म त मासुतिर थाप्छु तर 2-3 म पनि थाप्छु तर त्यो झिले माछामा। यो चाहिँ नुन चाहिँ केशर राईले लिएको। दाइको यो सबै छ। कोसीमा बोक्ने नुन तेल। यसपालि दाइले नयाँ पनि एउटा किनेको छ, हर्दी बोक्ने पनि किनेको छ। त्यो नबिर्सी घर लानुपर्ने त्यस्तो छ। हाम्रो यहाँ सब्जी उम्लिँदैछ होइन। अब म चाहिँ यहाँ गुन्द्रुकको अचार बनाउनु लागेको छु आज। हाम्रो चाहिँ अब गुन्द्रुकको अचार बन्छ यहाँनिर। यहाँ हेर्नुहोस् गाइजहरू, अकबरे नुन ट्याक्कै सब रेडी छ। टक्कै अकबरे अब दामी के अरे दामी बनाउँछु म। के भन्छ त्यो? गुन्द्रुकको अचार है त। सोलिड बनाउँछु गुन्द्रुकको अचार म। गुन्द्रुकको अचार बन्यो गाइजहरू। गुन्द्रुकको अचार ल गुन्द्रुकको अचार सिन्की। यस्तो दामी छ सिन्कीहरू चाहिँ। साँच्चीकै दामी सिन्की रहेछ हो यो। मुला हो क्या? अलिअलिको देखेर लिएको। ल छोरी चेलीहरू मुख रसाउँछ है। हामी चाहिँ यस्तो बनाएर खाइन्छ कि मुख रसायो भने चाहिँ हामी केही जान्दैन है। तेल थोरै मात्रै भयो। तेल नखाऊ मेरा। तोरीको भए पो हुन्छ। अब थोरै कागती आम एउटा चाख्नु चाख्नु यस बनाउला नि फेरि है। अब हामी के सक्छौँ भने भात पस्केर देखाउँछु। यो चाहिँ मेन्यु अर्डर हाम्रो चाहिँ फ्रिज हो। तपाईँहरू कोसी आउनु हो भने चाहिँ टक्क यो चाहिँ के गर्ने भने अब यो कोसीको साइडमा बार्ने हो। अनि बारेर यो मसिनो बालुवाहरू लाउनुपर्छ। यो पानी चाहिँ फिल्टर भएर बस्छ, चिसो। नत्र भने यो फेरि कोसीले लान्छ। अब अकबरे खोर्सानी पनि रेडी भयो।
अब हामी अब यता हाम्रो जहिले पनि मेरो भ्लगमा तपाईँहरूले देखिराख्नु भएको छ सब्जी खुवाइदा तपाईँलाई थाहा छँदैछ यहाँनिर अचारको तरकारी माछाको तरकारी माछाकै अचार होइन अनि त्यो पनि लोकल स्टाइलले अब हामी तारेर खाँदैनौँ एकदम स्वास्थ्यको लागि राम्रो हिजो बेलुका त झन् सजिउन पनि खाइयो होइन हाम्रो चाहिँ यतातिर अलिक इष्टमित्र ज्यादा भएर हामीलाई सजिउन सबै पुगेको छ माछा रेडी छ बाम पनि रेडी छ यहाँ गुन्द्रुक भिजिरहेको छ होइन अब हामीलाई इनकेस हामीलाई मासु धेर भएर अलिकति हुन्छ नि भुँडी दुख्ला जस्तो भने फेरि हाम्रो यहाँ रेडी सजिउन छ फेरि ज्यादा मासु भयो भने हामी सजिउन खाइहाल्छौँ त्यस्तो छ अनि यसको विशेष गरी यो सबै यो मिलाउने चाहिँ हाम्रो केशर राई हुनुहुन्छ केशर राई केशर दाई होइन ह्यान्डसम बोय अहिलेसम्मको कन्ने कुमार हो अहिलेसम्म बिहा गरेको छैन तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने मेरो भ्लग हेरेर कमेन्ट गर्नुहोला तपाईँहरूलाई इच्छा लागे मन परेमा उहाँको नम्बर त के खोज्नुहुन्छ म उहाँलाई तुरुन्तै भेटाइदिन्छु के हो नि दाइ होइन तपाईँहरू अब कति उमेरको ठिक हुन्छ तपाईँहरूले आफै कमेन्ट गर्नुहोला उमेर अनुसार कमेन्ट गर्नुहोला झुकेर 16-17 गर्दा पनि फरक परेन कन्ने सोचना पड़ता है रे कौन सी गाली देने का सोचना पड़ता है मेरे को हर टाइम ना सोचना पड़ता है भेंचोद कि नया गाली कौन सा दूं सुपर कन्ने केटा हो यताको ह्यान्डसम बोय छ होइन ल हाम्रो अब त्यता माछाहरू पुरा सुकाइरहेछ यस्तो छ देना के हरायो हजुर होइन एकछिन मसला पाक्नुपर्छ ल ल यो बाम लाउनु हुँदैछ भेनाले यहाँ यो स्टाइलको खुवाएको छ पछि राख्नु अलिक धुलो उडो होला त्यसलाई एकचोटि धुएर ल्याउनुपर्छ फेरि ल साथीहरू बाम छिरिसक्यो केमा लाउनु आँट्नु भएको कागती बाबा कत्रो झोल त हौ यो त कहाँ अहिले यो त सुकाउनु परेन त्यो छिटो हाल्नु पनि तपाईँले होइन त्यो कागतीमा राख्नु अहिले उमा चाहिन्छ अचारमा आगो पुगेन आगो हालौँ बिग्रिन्छ माछा नहाल्नु माछामा कागतीमा ठिक छ पानी ठिक छ म चाहिँ तित्रीको रस राख्छु माछा पकाउनु हजुर तित्री भिजाएर म चाहिँ त्यसरी पकाउँछु भेनाल चाहिँ माछा पकाउँदा तित्री भिजाएर राख्नुहुन्छ अरे ल भात भएछ होइन भात भयो यस्तै छ हाम्रो बसाइ यो चाहिँ हामी कास्ट गरेर बल्ल गलेर हामी बसेको यो चाहिँ डुप्लिकेट माछा लाएर हाल्नुपर्ने हुन्छ फेरि उम्लिने माछा हो हाम्रो लाइफ बेट अब भाइ जाँदैछ थाप्नु यो चाहिँ गोचको लागि लगिँदैछ फेरि आज नयाँ बल्छी मुनि पऱ्यो त ल है परमेश्वर ठुलै गोच जाओस् है ठिक छ ल यो चाहिँ यसरी अब माथिबाटै जाउँ न त्यसरी एकदम यो चाहिँ 200 देखि 300 मिटर पर राख्नुपर्ने हुन्छ अनि यो चाहिँ राति हान्छ जस्तै हामीले हिजो पारेको थियौँ एउटा ढुङ्गा लानु सक्दैन ठुलो छ नि ढुङ्गा रमाइलो नुहाउ धुएको नुहाइधुवाइ गर्दैछ म चाहिँ यता गोच हन्टिङको लागि पुरै भाइलाई पर पठाइरहेको छु लाइभ बेड जिउँदो चारो लिएर
यसको नतिजा फेरि भोलि देख्नुहुन्छ साथीहरू। यसको नतिजा अहिलेको नतिजा, हिजोको नतिजा एउटा देख्नुभयो, यसको नतिजा फेरि भोलि देख्नुहुन्छ तपाईँहरूले। भोलि बिहान यो दिउँसो पनि हाल्नु सक्छ यसलाई, जतिखेर पनि ब्याट हाल्नु। ल यसमा चाहिँ छ कि छैन अब हेरौँ। ए ल यो चाहिँ मैले अस्तिको चोटि पनि सेभ गरेको होइन। यो चाहिँ सबैले संरक्षण गर्नुपर्छ यसको। गोज प्लस यो के भन्छ के अरे गोल्डन माछा चाहिँ हामी जहिले छोड्ने गरेको छौँ। तर यो त अझ यसलाई लिम्बुनी माछा भन्छ। यसको यहाँ निधारमा त्रिशुल पनि हुन्छ होइन। यसलाई चाहिँ छोड्नै पर्ने हुन्छ। त्यसैले ल लभ यु गोज, ल जा ल गयो 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 ल ल ल गयो बाई बाई बाई। बिदावारी हुने बेलामा अब स्विमिङ गरेर जाने हो। अब स्विमिङ गर्नतिर लाग्यो। पुरै आज पुरै आयो। ल हाम्रो जाने बेलामा भिडियो सुट हुँदैछ। हाम्रो क्यामराम्यानमा हुनुहुन्छ हाम्रो सुनकोसीको हाम्रो बहिनी। अनि यता हामी छौँ यता मिस्टर केशव राई, हुन्छ बहिनी। कोसीको राजा। यता हाम्रो भेनाश्री, यता हाम्रो दाइ हुनुहुन्छ। ल बहिनी बाई बाई। राम्रो फोटो खिचिदिएकोमा। तर कतिखेर नाउ आएर जाने अब? पर पर रोक्छु, पर पर त्यो उयो भएको ल हाम्रो चाहिँ यसपालिको यस्तै भयो बसाइ होइन। रमाइलो छ, राम्रै भयो, रमाइलो भयो। अब जाँदैछौँ हामीले। एउटा गोज पक्रेर हामीले रिलिज पनि गरिसक्यौँ। अस्तिको पालो पनि अर्को एउटा ठुलो गोज गरेको थियौँ। पोहोर हामीले मासिर गरेको थियौँ होइन। हामी चाहिँ आउँछौँ, इन्जोय गर्छौँ, माछा क्याच गर्छौँ, छोडिदिन्छौँ होइन। सो गाइज तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ? अब हामी जाँदैछौँ नेक्स्टचोटि यता सिन्धुली पल्लोपट्टि होइन। यदि तपाईँहरूले हामी अर्को गण्डकी जाने त है, गण्डकी जाँदैछौँ होइन। त्यसैले तपाईँहरूले हाम्रो यो फिसिङ ब्लगलाई चाहिँ प्लिज माया गरेर तपाईँहरूले सब्सक्राइब एन्ड लाइक सेयर गरिदिनु होला। यदि तपाईँहरूले सेयर माया र लाइक गरिदिनु भयो भनेदेखि हामी फेरि अर्को पनि भिडियो बनाउनेछौँ। त्यसैले लेट्स सी गाइज अर्को गण्डकी जाँदाखेरि भेट हुनेको बाचा सहित। बाई 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 बाई। नेक्स्ट टाइम भेटौँ ल।